सशस्त्र प्रहरी बल नेपाल नम्बर 2 गण झापा र मेची नगरपालिकाको संयुक्त कार्यक्रममा संयोजनमा यो 18 दिने विपद व्यवस्थापन तालिम हामीले सञ्चालन गर्यौं। मेची नगरपालिकाको लागि यो पहिलो पाइलट प्रोजेक्टको रूपमा पहिलो पटक सञ्चालन गरियो। म नगरपालिकालाई एकदम हार्दिक धन्यवाद दिन चाहन्छु र यसले निरन्तरतामा क्रमभङ्गता गर्ने छैन। यो हामीले प्रत्येक वडामा यस्ता खालका गतिविधिहरू सञ्चालन गर्नुपर्ने नेपाल सरकारले 18 दिनको यो सिलेबस बनाएर प्रत्येक वडामा कम्तीमा पनि 25 जनासम्मको जनशक्ति यसरी चाहिँ प्रशिक्षित भयो भनेदेखि फर्स्ट रेस्पोन्डरको रूपमा कहीँ कतै यस्ता खालका अघि हामीले यहाँ डेमो प्रदर्शनका क्रममा हेर्यौं, घरमा आगो खाना पकाउँदै ग्यास लिक भएर आगो लाग्यो, लौ गुहार भन्दै बाहिर भाग्नु पर्ने परिस्थितिको अन्त होस्। यस्ता चीजबाट सबैले यसरी गरियो भनेदेखि यसलाई यसरी चाहिँ नियन्त्रण गर्न सकिन्छ भन्ने कुरा हाम्रा सबै चुला चौकामा बस्ने मान्छेसम्मले थाहा पाउनुहोस् भन्ने उद्देश्य छ यसको। यसलाई चाहिँ यही अनुसारले यो अहिले पाइलट प्रोजेक्टको रूपमा मेची नगरपालिकामा एउटा सबै वडाहरूको संयोजनमा सञ्चालन भएको छ र म अब नगर प्रमुखज्यू यहाँ हुनुहुन्न, नगर प्रमुखज्यूको अनुपस्थितिमा प्रमुख प्रशासकीय अधिकृतज्यूले त्यहाँ यो सन्देश प्रवाह गर्नुहुनेछ र अरू वडाहरूमा पनि अब प्रत्येक वडाहरूमा एक-एकवटा टिम चाहिँ यसरी चाहिँ प्रशिक्षित गराइयो भनेदेखि विपदका समयमा हामीले फर्स्ट रेस्पोन्डरको रूपमा कमभन्दा कम क्षतिका साथ काम कारवाही गर्न सकिन्छ र क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ भन्ने विश्वास लिएको छु र सशस्त्र प्रहरी बल सधैँ तपाईहरुसँग तत्परताका साथ एकदम सहकार्य गरेर काम कारवाही गर्नलाई तल्लीन छ। हामीसँग थोरै होला बजेटको अलिकति सीमितता छ, तर हामीसँग भएको प्रशिक्षित जनशक्तिबाट हामी उहाँहरूलाई प्रशिक्षण प्रदान गरेर दक्ष जनशक्ति उत्पादन गर्न सक्षम छौं र गर्छौं। यसले निरन्तरतामा क्रमभङ्गता नहोस् भन्ने म अनुरोध गर्न चाहन्छु र प्रशिक्षार्थी भाइ बहिनीहरू दाजुहरू समेत यहाँ 19 वर्षदेखि मैले अघि प्रमाणपत्र वितरण गरिरहँदाखेरि सोधे कति वर्ष पुग्नु भने चाहिँ 19 वर्षको सानो भाइदेखि 68 वर्षको सम्मको दाजु समेत हुनुहुन्छ। उहाँहरूले जुन लगनशीलताका साथ यो 18 दिनको विपद व्यवस्थापन स्वयंसेवक तालिम गर्नुभयो र त्यो तालिम पश्चात यहाँले जुन डेमो समेत अहिले प्रदर्शन गर्नुभयो त्यसको लागि म यहाँहरूलाई धन्यवाद दिन चाहन्छु। यो प्रशिक्षण भन्ने कुरा सिक्ने, सुन्ने, त्यस पछाडि त्यसलाई चाहिँ कार्यान्वयन गर्ने र टिक्ने र टिकिसकेपछि बिक्ने पनि भन्छ। यो प्रशिक्षणका 2-4 चरणहरू हुन्छन्। पहिला सुन्ने, सिक्ने, सिकेपछि टिक्ने, टिकेपछि अनि बिक्ने। है यो ठाउँमा मैले यसरी विपद व्यवस्थापनको तालिम गरेको छु भने यो फलानाले गरेको छ, यहाँ गएर चाहिँ यस्तो ल्यायो भने त्यसले गर्न सक्छ भन्ने हिसाबले बिक्ने भनेको अरूले खोज्न सक्ने सम्मको क्षमता राख्छ। त्यो भएकाले यहाँहरूले यो सर्टिफिकेटलाई 18 दिन नगरपालिकामा आएर सशस्त्र प्रहरीका साथीहरूले प्रशिक्षण दिनुभयो, हामीले दिउँ भन्ने भन्दा पनि तपाईहरुको सार्थकता त्यतिबेर झल्किन्छ जब कुनै त्यस्ता खालका विपदका घटनाहरू घट्छन् र तपाई सक्रिय रूपमा त्यहाँ त्यसलाई चाहिँ नियन्त्रण गर्न सक्षम हुनुहुनेछ। तब त्यतिबेर तपाईहरुले हो है हामीले सशस्त्र प्रहरीले सिकाएको प्रशिक्षणको कारणले गर्दा आज यसरी यति क्षति हुनबाट हामीले न्यूनीकरण गर्न सक्यौं र यसलाई नियन्त्रण लिन सक्यौं भन्ने कुराको तपाईहरुमा आत्मबोध हुनेछ भन्ने समेत विश्वास लिएको छु। पुनः प्रशिक्षक वर्ग जसले तपाईहरुलाई उहाँहरुलाई यो हामी फौजमा त हाम्रा त तालिम हुन्छन्, गराउनेपछि आदेशको जवाब हुँदैन, गोलीको बोली हुँदैन भन्छौं हामी। गोलीको बोली हुँदैन, आदेशको जवाब हुँदैन, गर्ने भनेपछि गर्ने। तर पनि तपाईहरु यहाँ 15 जना त भाइहरु नगर प्रहरी भाइहरु हुनुहुन्छ, अरु भाइ बहिनी दाजुहरु तपाईहरु लगनशील भएर जुन हिसाबले यो प्रशिक्षण हासिल गर्नुभयो त्यसको लागि यहाँहरुलाई एकदम हार्दिक बधाई छ र सँगसँगै प्रशिक्षक भाइहरु जसले तपाईहरुले उहाँलाई यो अवस्थासम्म पुर्याउनु त्यसको लागि म धन्यवाद दिन चाहन्छु। साथै नम्बर 2 गण झापाले यो मेची नगरसँग संयोजन गरेर यो तालिम सफलतापूर्वक सम्पन्न गराउनुभयो। गणपति तथा गण परिवारलाई हार्दिक धन्यवाद दिन चाहन्छु र प्रमुख जिल्ला अधिकारीज्यू व्यस्त समयको बावजुद पनि यहाँ उपस्थित भएर सशस्त्र प्रहरी बल र नगरपालिकाको संयोजनमा भएको तालिमलाई चाहिँ उच्च प्राथमिकतामा राखेर समापन कार्यक्रममा राखेर जुन यो कार्यक्रममा यहाँहरूले गरिदिइराख्नु भएको छ त्यसको लागि समग्र सशस्त्र प्रहरी बलको मनोबल उच्च भएको बेहोरा अनुरोध गर्दै उपस्थित सम्पूर्ण दाजुभाइहरूलाई हार्दिक धन्यवाद दिँदै मेरा मन्तव्यहरू यही अन्त गर्दछु। धन्यवाद। जय नेपाल।